नमस्कार सबैजनामा। महान जेन्जीहरू भाइ बहिनीहरूको आन्दोलन पछिको केही विषयहरू र जुन डेभलपमेन्टहरू देशमा भइरहेछ त्यस विषयमा थोरै म आफ्नो छोटो र मिठो कुराकानी राख्न चाहे। सबभन्दा पहिले हिजो शोक दिवस थियो र ती महान जेन्जीका भाइ बहिनीहरूले जसले देशको लागि र जुन मागहरू राखेको थियो त्यसको लागि उनीहरूले आफ्नो ज्यानको आहुति दियो या आफ्नो ज्यान न्योछावर गरे। ती महान शहीदहरूप्रति मेरो हृदयदेखि नै सम्पूर्ण त्यो जेन्जीका भाइ बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु र शोक सन्तप्त परिवारलाई ईश्वरले यो कठिन घडीमा धैर्य धारण गर्न शक्ति प्रदान गरोस् भन्ने मेरो भनाइ। र त्यसै क्रममा जुन घाइते हुनुहुन्छ हजारौँ जेन्जीका भाइ बहिनीहरू, उनीहरूलाई पनि ईश्वरले र आउँदै गरेको दसैँमा माँ भगवतीहरूले देवीहरूले चाहिँ उनीहरूको परिवारलाई पनि यस कठिन घडीमा यो परिस्थितिसँग सामना गर्न, यो परिस्थिति कठिन परिस्थितिमा यो उसमा आफ्नो सकभर भनौँ न मनोबल उच्च राखेर अगाडि बढ्न र कठिन परिस्थिति सामना गर्न भगवान र ईश्वरले उनीहरूलाई शक्ति प्रदान गरोस् भन्नु मेरो भनाइ हो। अब रह्यो जेन्जीको आन्दोलनपछि देशमा जुन परिस्थितिहरू निर्माण भएको छ त्यसमा दुई चारवटा कुरा प्रष्टै छ। सबभन्दा पहिले म जेन्जीका भाइ बहिनीहरूलाई मेरो विनम्र आग्रह, दुई हात जोडेर आग्रह छ, तपाईहरू आफैमा अहिले नै यस्तो विवादहरू नगर्नुहोस्, मिल्नुहोस्। तपाईहरू के कुरामा प्रष्ट हुनुहोस् भने मिलेर जानैमा तपाईहरूको भलाइ छ। नभए जुन जसको विरुद्ध आन्दोलन गर्ने उनीहरूले अहिलेदेखि नै टाउको उठाउन थालेछ, तपाईहरूको विरुद्ध षड्यन्त्र गर्न थालेछ। यस्तो अवस्थामा तपाईहरू आफैमा यसरी विचलित हुनुभयो भने यो तपाईहरूको लागि घातक पनि सिद्ध हुन सक्छ। खास गरी तपाईहरूलाई 3 करोड नेपालीहरूले धेरै आशका साथ हेरेछ र त्यो घाइते परिवारलाई पनि सम्झिनुहोस्। त्यो जुन मृत्यु भएर जुन यत्रो बलिदान दिए तिनीहरू शहीदहरूलाई पनि सम्झनुहोस्। र तपाईहरू अहिले यो अवस्था आफैमा झगडा गर्ने, लडाइँ गर्ने होइन। देशले तपाईहरूसँग धेरै ठुलो आश गरेको छ। जेन्जीका भाइ बहिनीहरू, तपाईहरू आपसमा एक ढिक्का भएर बस्नुहोस्, सानोतिनो मतभेदलाई त्याग्नुहोस्। यसै क्रममा म के भन्न चाहन्छु, मन्त्रीमण्डल विस्तारको हल्ला छ बाहिर र मन्त्रीमण्डल विस्तार गरिराख्दाखेरि मन्त्रीमण्डल या सरकारका प्रमुख म्यामले के भन्नुभएको छ भने म सबैलाई मिलाएर सबै क्लस्टरलाई समेटेर मन्त्रीमण्डल विस्तार गर्नुपर्ने छ। हो, दलित, मधेसी, जनजाति होइन, आदिवासी जति पनि छन् उनीहरूबाट राम्रो मान्छे छान्ने तपाईको जिम्मा हो। त्यति मात्रै होइन, जसले चाहिँ देशको लागि केही अहिलेको समयमा एकदमै उदाहरणीय काम गर्न सक्छ, एक पैसाको तलमाथि। किनभने जेन्जी भाइहरू बहिनीहरूको आन्दोलनको प्रमुख माग भनेको, तपाईको मुख्य माग भनेको भ्रष्टाचार पनि हो। भ्रष्टाचार नेपालमा अन्त्य गर्नु पर्दछ। त्यही भएर सरकार प्रमुखसँग मेरो आग्रह छ, मन्त्रीमण्डल विस्तार गरिराख्दाखेरि मधेसी, दलित, जनजाति, भनौँ न अरू पनि पिछडा, अरू पनि जति पनि छन् सबैलाई समेटेर जानुस्। र त्यति मात्रै होइन, यसमा राम्रो जसले पर्फर्मेन्स दिन सक्यो। किनभने एकचोटि मन्त्रीमण्डल विस्तार भइसकेपछि धेरै गाह्रो हुन्छ तुरुन्तै यसमा केही तलमाथि गर्नलाई। र तपाईहरूलाई छोटो समयमा धेरै ठुलो काम छ। चुनाव गराउने धेरै ठुलो चुनौती छ। तपाईहरूले कसरी लिनु भएको छ, तर चुनाव भनेको एकदम ठुलो चुनौती छ। हस्त।